28 भन्दा के फरक पर्ने जग्गा छ त ल 4 आना जग्गा बुढा नीलकण्ठमा यो प्लानिङको यो बाटोमा झाडी उम्रेको छ यो झाडी फाल्नुपर्छ यहाँ 20 फिटको बाटो छ यो वाल हो बाटोको वाल यो हो पल्लो वाल त्यो हो जग्गा यो हो यो बोट बुट्यानहरू चाहिँ उम्रेको हो हैन पछि यसलाई काटेर फाल्दिएपछि सक्यो जग्गा चाहिँ यो बोटले सेक्यो यताबाट हेरौँ यो वरिपरिको भ्यूज यस्तो छ ल बुढा नीलकण्ठमा इस्कोनको ठ्याक्क माथि हाइटमा काठमाडौँको भ्यू पुरै देखिन्छ हाइट भन्दा त्यति माथि हाइटमा पनि होइन माथि भनेको त यति धेरै माथि छ अझ वहाँसम्म छ होइन यो चाहिँ ठिकै हाइटमा पर्छ त्यस्तो धेरै हाइट पनि पर्दैन तर भ्यूज चाहिँ सबै देखिन्छ यस्तो छ ल 4 आना जग्गा बुढा नीलकण्ठमा सम्पर्कको लागि हाम्रो फोन नम्बर 40 74 73 35 9840 74 7335 मा सम्पर्क गर्नु होला अन्य जानकारीको लागि अहिलेको लागि भिडियो चाहिँ यो भइहाल्यो हैन म अब यो बाटो ठ्याक्क बाहिर मेन रोडसम्म यो त्यसको बोट भएको बाटो हो ल यो भत्केको चाहिँ बाटो हो हैन तलबाट आएको बाटो यो मान्छे उभिएको भइहाल्यो त्यसको ठ्याक्क अगाडि त्यो वालदेखि राइट साइडको बाटो यो देखिएको वाल चाहिँ बाटोको देब्रे साइडको वाल दाहिने साइडको वाल चाहिँ त्यो देखिएको दाहिने साइडको वाल हो यो एक किताब पछाडिको जग्गा ल अन्य जानकारीको लागि सम्पर्क छँदैछ हैन ल उहाँहरू हिँडेर जान लागेको यही जग्गामा हो त्यो उहाँहरू मान्छे हिँडिरहेको देब्रे साइडको वालदेखि यतापट्टि देखिएको दाहिने साइडको यो वालको छेउ हो योसम्म बाटो हो यो 20 फिटे बाटो यसको ठ्याक्क एक किताब पछाडिको जग्गा ल अन्य केही थप जानकारी आवश्यक भएमा सम्पर्क गर्नु होला ठाउँ मैले भनिहालेँ बुढा नीलकण्ठ इस्कोनको माथि हाइटमा हो उतापट्टि यस्तो खालको पुरै बस्ती बसिसकेको छ यतापट्टि काठमाडौँ उपत्यकाको भ्यूजहरू भइहाल्यो यता यस्तो छ ल सम्पर्क नम्बर एकचोटि म फेरि भनिदिन्छु 9840 74 73 35 9840 74 7335 म कमेन्टमा नि राख्दिउँ होला डिस्क्रिप्सनमा नि राख्दिउँ होला राख्न त तर जस अहिले भनिराखेपछि सजिलो भयो